हेलो साथीहरु नमस्ते, के छ खबर? सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा छ। आज पनि म फेरि साँझपख 5 बजेको छ। अहिले यतिखेर म ट्यु क्रिकेट ग्राउन्डमा आइसकेको छु। चोबार साइड गेटबाट तपाईको यहाँबाट सर्लक्कै पारी भिआइपी एरियासम्म यहाँ गहिरो खाल्टो कोरिएको छ, देख्न सक्नुहुन्छ। जहाँ इट्टाहरू पनि बिछाइएको छ र त्यहाँसम्म देख्न सक्नुहुन्छ। यो चाहिँ जहाँ एकदमै फर्स्ट स्टेप तलको जग बलिलो पार्नको लागि एकदमै यहाँ यता दुईटा देख्न सक्नुहुन्छ। स्कोरबोर्डको साइडतिर दुईटा एक्सकाभेटरले कोरिरहेका छन् भने जहाँ भवन बन्ने ठाउँमा, र पारिपट्टि देख्न सक्नुहुन्छ र जीसीबीले टिप्परमा पनि माटो यतिखेर हालिरहेको देख्न सकिन्छ। र यहाँ एउटा हरियो र अर्को पहेँलो खाले जीसीबीले यहाँ काम गरिरहेको देख्न सकिन्छ। दमादम भइरहेको फ्लोराइडको खाल्टोमा कङ्कटिङ हाल्ने काम यतिखेर यहाँ जारी छ भनेर यहाँ ठुलो मेसिनद्वारा प्याराफिटको जहाँ पिल्लर गाड्ने काम एकदमै जारी छ र अहिले खाल्टो बनाउने काम यहाँ तयारी अवस्थामा छ। यतातिर गाडीहरू आउने जाने क्रम पनि एकदम जारी छ, देख्न सक्नुहुन्छ साथीहरू। उतातिर पनि तपाईलाई म त्यहाँ गएर पनि नजिकबाट देखाउने नै छु र लास्टसम्म हेर्नु होला पनि भन्न चाहन्छु। र माया गर्नु होला, कोही च्यानलमा नयाँ जोडिनु भएको छ भने पनि सब्स्क्राइब पनि गर्नु होला पनि भन्न चाहन्छु। गाइज म अब साथीहरू तपाईहरुलाई म उता प्याराफिट को पिल्लर गाड्ने ठाउँतिर पनि गएर तपाईहरुलाई म देखाउने छु। लास्टसम्म हेर्नु होला। र फ्लड लाइटको खाल्टोमा कङ्कटिङ हाल्ने काम यतिखेर भइरहेको छ, देख्न सक्नुहुन्छ। अहिले चाहिँ यता देख्न सक्नुहुन्छ फ्लड लाइटको खाल्टोमा कङ्कटिङ हाल्ने काम यतिखेर भइरहेको छ। जहाँ यहाँनिर तीनवटा खाल्टोमा हालिसकेको छ भने अहिले चारौँ खाल्टोमा हाल्ने काम यतिखेर जारी छ, जहाँ कङ्कटिङ देख्न सक्नुहुन्छ। यो मेसिनद्वारा नै यहाँ प्याराफिटको पिल्लरहरू गाडिएको छ। यता साथीहरू देख्न सक्नुहुन्छ जहाँ पहिलाको देवालभन्दा बाहिर यहाँ चाहिँ प्याराफिटको लागि पिल्लर गाडिएको छ। र देख्न सक्नुहुन्छ यहाँ 7वटा पिल्लर गाडिसकेको अवस्था छ भने र अरू गाड्ने एकदमै तयारी अवस्थामा, जहाँ यो साइडबाट सर्लक्कै वहीँसम्म बन्ने भएको छ पिल्लरहरू। र अहिले भने आज र हिजो 3 दिन मिलाएर चाहिँ 7वटा पिल्लर गाडिएको छ, देख्न सक्नुहुन्छ। साथीहरू यता देख्न सक्नुहुन्छ जहाँ मिडिया बक्सको साइडतिर यानि कि पहिलाको भिआइपी एरियाबाट र यता सानो गेटबाट यहाँ चाहिँ एकदमै गहिरो कोरेर र यसमा भनौँ न एकदमै इट्टा बिछाएर त्यहाँमाथि फरस र डिबिसी गर्ने काम यतिखेर जारी छ। यानि कि प्याराफिट बलिलो पार्नको लागि यहाँ चाहिँ एकदमै तल एकदमै जग पनि बलिलो पारिएको छ। लेबरहरू एकदमै लागि परिरहेका छन् भने उतातिर जहाँ एक्सकाभेटरले पनि यहाँ कोरिरहेको छ, यतातिर देख्न सक्नुहुन्छ। यहाँ माल बनाउने काम यानि कि मसला बनाउने काम पनि यहाँ एकदमै जारी छ र हेर्ने दर्शकहरू पनि यहाँ आइरहनु भएको छ, देख्न सक्नुहुन्छ। जहाँ उता चोबार साइड गेटबाट र त्यो साइडबाट सर्लक्कै यहाँ भिआइपी एरियासम्म यहाँ कोरिएको छ। ट्यु क्रिकेट ग्राउन्ड अहिले चाहिँ यहाँ अन्डर 19 को
छनौट प्रक्रिया सकिएको अवस्था छ, जहाँ 18 जना चाहिँ छनौट भइसकेको छ भने यहाँ चाहिँ देख्न सक्नुहुन्छ ग्राउन्ड एकदमै यहाँ चाहिँ भित्र डिस्टर्ब नहोस् भन्नको लागि यहाँ चाहिँ केही दिनको लागि यहाँ टिन लगाएको छ, देख्न सक्नुहुन्छ चारैतिर। ठ्याक्कै अहिले म चाहिँ मिडिया बक्सको साइडतिर छु, देख्न सक्नुहुन्छ र पारितिर पनि जहाँ स्कोरबोर्डको साइडतिर एक्सकाभेटरले त्यहाँ भवन भन्ने ठाउँमा चाहिँ एकदमै खन्ने काम त्यहाँ जारी छ र त्यहाँ पनि यस्तै फरस गर्ने र इट्टाहरू बिछाउने काम पनि त्यहाँ पनि एकदमै भइरहेको छ भन्नुपर्छ। देख्न सक्नुहुन्छ साथीहरू, र आजलाई यति नै भन्न चाहन्छु र नेक्स्ट भिडियोमा अवश्य पनि भेट हुने नै छ। र भनौँ न मैले बोल्न नजाने पनि त्यही हो, जसरी हुन्छ हजुरले चाहिँ बुझिदिनु हुनेछ भन्ने आशा छ र माया गर्नु होला साथीहरू है। भिडियोहरू चाहिँ आउँदै गर्छ र किनभने बोल्दाखेरि कता कता केही मिस्टेक हुनसक्छ, त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु। र किनभने यो सिक्ने अवसर पनि हो, सबैले चाहिँ यसो माया गरिदिनु होला। हामी अर्को भिडियोमा अवश्य पनि भेट्नेछौँ। हस् त गाइज, बाइ बाइ।